गति छाड्दै नेपाली ब्रो नयाँ हरकतले फेरि सामाजिक सञ्जाल ततायो। दर्शकबिन यति बेला नेपाली ब्रो नयाँ हरकतले फेरि सामाजिक सञ्जाल तताएको छ। सामाजिक सञ्जालमा नेपालकै सबैभन्दा ठुलो भाइरल पात्र मानिने नेपाली ब्रो फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। चर्चामा रहन विभिन्न फन्डा र हरकत गर्दै आएका उनी पछिल्लो समय झन् सीमा नाग्दै गएको भन्दै आलोचित भइरहेका छन्। केही समय अघि आफ्नो श्रीमतीले घरबाट निकालिदिएको दावी गर्दै मिडियामा भावुक दृश्य देखाएका नेपाली ब्रो हिजो भने सबैको ध्यान खिच्ने अर्को कदममा देखिए। ओ खतरा देखाएको छ त यार तपाईलाई आज यार कपाल अझ छोड्ने हो क्या कपाल। नमस्ते आमा बढी नै हो यस्तो यो विशेष लेडीहरुलाई यो हट तेरी गए सेक्सी पेन्टी अथवा सेक्सी ब्राको खोज्नु हुन्छ भने हाम्रो सिस्टममा के छ जुन राम्रो एजुकेसन राम्रो फ्यामिली हुन्छ नि उहाँलाई चाहिँ विशेष भिडियो बनाएको छु। तपाईहरुले मेरो नामबाट तपाईहरुले 10% डिस्काउन्ट पाउनुहुन्छ। सेक्सी पेन्टी हेर्नुस् 16-17 लाई हैन 25-26 लाई पनि हुन्छ। अनि ब्रा बबाले छ जसको चेस्ट छैन चेस्ट। हिजो सार्वजनिक भएका दृश्यहरूमा उनी महिलाको भित्री पहिरन लगाएको अवस्थामा देखिएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको छ। धेरै प्रयोगकर्ताले यो व्यवहारलाई चर्चाका लागि जे पनि गर्न प्रवृत्तिको पराकाष्ठा भनेका छन् भने कतिपयले उनको मानसिक अवस्थामाथि समेत प्रश्न उठाएका छन्। अहिले नेपाली ब्रो यो नयाँ हरकतलाई लिएर सामाजिक सञ्जाल तातिएको छ। समर्थनभन्दा आलोचना नै बढी देखिन्छ। कृपया यस्तो हरकत गर्ने नेपाली ब्रोलाई तपाईँ के भन्न चाहनुहुन्छ कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। हस्त धन्यवाद।